बाबु नानीहरूका विभिन्न फरक विधाका उत्कृष्ट प्रदर्शनहरू हेरिरहेको छु र सँगसँगै बिचमा विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने आदरणीय अभिभावकज्यूहरूका विचारहरू सुनेर सुसूचित हुने अवसर मलाई प्राप्त भएको छ। यो सबै सुनेर आज म बिहान संस्कृत माध्यमिक विद्यालयको यस्तै कार्यक्रम सकेर आएका हौँ। त्यो पनि 125 वर्षको इतिहास सम्हालेको विद्यालयले निकै अगाडिदेखिका आदरणीय अभिभावकज्यूहरूलाई चाहिँ आमन्त्रण गरेर उहाँहरू आउनु भएको रहेछ। मैले नि सिक्न पाएँ धेरै कुराहरू आज संस्कृत माध्यमिकबाट सिकेँ। जागिरको उत्तरार्ध पुगेको पढ्न छोडे त 20औं वर्ष भएको थियो। सिकाइ भनेको चाहिँ ठुलो कुरा रहेछ र चाहिँ अग्रजहरूबाट प्राप्त हुने सिकाइ सबैभन्दा ठुलो हुँदो रहेछ भनेर आफूलाई गर्विलो ठानेर चाहिँ छोटा कुराहरू राखेर मात्र हिँडेको थिएँ। तर यहाँ आइपुगेँ संस्कृत माध्यमिक विद्यालयको वरपर र त्यहाँको अभिभावकहरू मात्रै विद्वत वर्गमा रहनु रहेछ, सामाजिक व्यक्तित्वमा रहनु भएको रहेछ। हेम्जाले पनि त्यही हाराहारीमा आफ्नो कर्तव्य निर्वाह गरेर छ। आभारी छु र त्यो यहाँको क्षमता वृद्धिका निम्ति हेम्जा आवासीय माध्यमिक विद्यालयले जुन खालको योगदान दिन सकेको थियो त्यसलाई बिर्सिदिनु भएको रहेनछ। यसका निम्ति यहाँहरूप्रति हार्दिक नमन समेत व्यक्त गर्न चाहन्छु। विद्यालय 30 वर्षको वयस्क भएको छ। विद्यालयले के प्रकारका गतिविधिहरू सञ्चालन गर्यो भन्ने विषयमा बाबु नानीहरूका केही प्रतिभाहरू हामी आफैले देख्न र सुन्न पायौँ यहाँ। यस पछाडि शैक्षिक गन्तव्यका हिसाबले बच्चाहरू कहाँ कहाँ पुगेका छन्, हाम्रो बच्चाले देश र समाजका लागि कस्तो प्रकारको कुन क्षेत्रको योगदानका निम्ति तल्लीन भएका छन् भन्ने कुरा चाहिँ ब्यानरले र उद्घोषले प्रमाणित गरिरहेको छ। यसका निम्ति विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने विद्यालय त्यस्तो संस्था हो जसले आफ्नो इतिहास बिर्स्यो, आफूले गर्ने कर्तव्य बिर्स्यो र आफू प्रतिस्पर्धामा रहिरहेको जानकारी चाहिँ गराउन सकेन भने विद्यालयले 21औं शताब्दीमा आफ्नो लक्ष्य प्राप्ति गर्न सक्दैन। लक्ष्य प्राप्तिको दिशामा हेम्जा आवासीय विद्यालय लम्किरहेको छ। म धन्यवाद व्यक्त गर्न चाहन्छु सञ्चालकज्यूहरूलाई। अब मलाई यहाँ बसिरहँदा हाम्रा बाबु नानीहरूले जे कुराको प्रस्तुति गरेका छन् त्यो प्रस्तुतिले दिएको सारलाई चाहिँ हामीले हृदयङ्गम गऱ्यौँ भने हाम्रो समाज केही समय अगाडि भएको विशृङ्खल गतिविधिबाट अगाडि बढ्नेबाट रोकिनेछ। तर त्यो ठानेनौँ। तर मेरो बच्चाले नाच्यो, मेरो बच्चाले गायो, मेरो बच्चाले कापी र कलम ल्यायो भनेर छोटो एउटै वाक्यमा मात्रै बुझिएको छ भने हाम्रो बच्चा समाज परिवर्तनको वाहक हुन सक्दैन। यदि समाज परिवर्तनको वाहक हुने गरी जिम्मेवारी र जवाबदेही लिन सक्दैन भने बच्चाको आफ्नो वैयक्तिक जीवनमा नै कहीँ न कहीँ ठेस लागेको हुन्छ। यो कुरालाई आदरणीय अभिभावकहरूले बुझिदिनुपर्छ कि मेरो बच्चा स्टेजमा पुगेको छ, आफ्नो प्रस्तुतिलाई निर्धक्कसँग राख्न सकेको छ। यसको मतलब भोलि पनि मेरो बच्चा कुनै पनि ठाउँमा आफ्नो भनाइलाई, आफ्नो धारणालाई प्रस्तुत गर्न सक्छ र प्रतिस्पर्धी नागरिक भएर जिउन सक्छ भन्ने कुरा हाम्रै बच्चाले प्रस्तुत गरेको चाहिँ प्रस्तुतिको सारलाई बुझ्नु नै त्यसको अर्थपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। साँच्चै नै अभिभावकले बुझ्नु भएको छ। त्यसो भएको हुनाले अभिभावकहरू हलचल गर्नु भएको छैन। किनभने घर जाने बेला भयो हुनाले कतिखेर जाने होला भनेर कानेखुसी चाहिँ गर्नुभएको छ। किनभने घाम ढल्किसकेका छन्, स्वाभाविक पनि हो। र म एउटा कुरा कोट्याउन चाहन्छु। म पोखरा महानगरमा जागिर खान्छु शिक्षा महाशाखामा। बेला बेलामा महानगरपालिकाका केही छोटा मोटा जिम्मेवारीहरू पनि आइलाग्ने गर्छन् मलाई। म भदौको 24 गतेको घटनामा पोखरा महानगरपालिकाको चाहिँ मुख्य अफिस न्यु रोडमा थिएँ। हाकिम साहब भर्खर आउनुभएको थियो। अब नयाँ हाकिमलाई चाहिँ कहीँ आन्दोलन हुँदैछ, जुलुस हुँदैछ, अलिअलि कराउँदैछन् भने पछाडि चाहिँ सेकेन्ड मेन भएको हैसियतले चाहिँ म हाकिमलाई छोडेर जानु मेरो कर्तव्य होइन। जुनसुकै परिस्थितिमा पनि म बस्नुपर्छ भन्ने मैले ठानेँ। त्यो क्रममा करिब 30-35 जना मेरो कर्मचारी साथीहरू महानगरको पनि त्यहीँ हुनुहुन्थ्यो। अकस्मात घटना यहाँले भन्नुभएकै छ, म दोहोऱ्याउन चाहन्न, मलाई अहिले पनि गाली लाग्छ।
अब ढुङ्गा हान्ने कुरा के गर्ने लोला के हान्ने होइन तोडफोड हुने कुरा त भएकै छ त्यो आफैमा साँची छ त्यो भवन र हामी हाम्रो काममा कार्यकक्षमा बस्न नसक्ने भइसके पछाडि चाहिँ हामी सुरक्षा बाँच्न मन लाग्ने बेलासम्म त बाँच्ने रहर हुँदो रहेछ हरेलाई होइन र हामी प्यासेजमा गएर बस्यौँ हामी 6-7 जना चाहिँ पुरुष कर्मचारी थियौँ 20 जनाभन्दा बढी महिला कर्मचारी साथीहरू हुनुहुन्थ्यो बाहिर आगो दन्किसकेका छ भवन आगो लागेको छ मोटरसाइकलहरू गाडीहरू दन्किसकेका छन् हामी निस्कने बाटो पाइरहेका छैनौँ अनि त्यही बिचमा एउटा आवाज उठ्यो हाम्रै साथीहरूको बिचमा ओहो यी मान्छेहरूले के पढ्यो होला यी मान्छेहरूले के सिके होला यी मान्छेहरूले के जाने होला भनेर त्यो अतालिएको हताश भएको मानसिकताले चाहिँ हाम्रै कर्मचारी साथीहरूले त्यो अभिव्यक्ति गर्नुभएको छ अब हामीलाई पनि डर त छ तर त्यही रुन थालौँ उहाँहरूकै जस्तो गरौँ भने अब ठुलो भइक बोलेको मान्छे पनि धैर्य गर्न सक्दो रहेछ भन्ने होला भनिसके पछाडि अनि मलाई त्यो बेला बल्ल छोयो के छोयो भने समाजमा घट्ने हरेक गलत क्रियाकलापहरूको जिम्मेवार शिक्षा क्षेत्रले पहिला लिनुपर्छ किनभने एउटा अबोध बालबालिका अहिले त 2.5 वर्षमै हामीले ल्याइसक्छौँ प्ले ग्रुपको नाममा अथवा केही नाममा अनि 18 वर्षको चाहिँ एउटा जवान बच्चा बनाएर चाहिँ हाम्रो स्कुलबाट लान्छौँ विद्यालय शिक्षामा भने हामीले 13-14 वर्षसम्म विद्यालयमा पढाइ गर्दा नैतिकता पढाएका छौँ अनुशासन पढाएका छौँ समाज पढाएका छौँ विज्ञान पढाएका छौँ सबै कुराहरूलाई चाहिँ समय सापेक्ष ढङ्गले परिवर्तित पाठ्यक्रम अनुसार चाहिँ पढायौँ तर त्यो सङ्कटमा चाहिँ आवाज के आयो भने यिनले के पढ्यो होलान् यिनले के जाने होलान् यिनले के गरेका होलान् भनिसकेपछि त्यो घरलाममै चाहिँ शिक्षामा काम गर्ने र शिक्षालाई माया गर्ने मान्छेहरूको बिचमा थ्रेट हो भन्ने मलाई लाग्यो हो यो थ्रेट अहिले हामीले सबैले बोलिरहेको थ्रेट हामीले स्वीकार गर्नुपर्छ किनभने यत्रो अनुशासनको पाठ सिकाइरहेका छौँ के हाम्रो स्कुलबाट जाँदा बित्तिकै चाहिँ बाहिर गएर दण्ड हो भने हामीले हाम्रो बच्चालाई बदुवा बनाएका हौँ कि भनेर नि बुझ्नु पऱ्यो होइन खुल्ला शिक्षाको माध्यमबाट पढाएका छौँ भने आफ्नो परिवार आफ्नो समाज र राष्ट्रका निम्ति चाहिँ थोरै भए पनि योगदान गर्ने र सकारात्मक सोचका साथ चाहिँ आफ्नो कर्मभूमिमा जाने नागरिक जबसम्म हाम्रो शिक्षाले तयार गर्दैन त्यतिखेरसम्म हामी शिक्षामा रहने र शिक्षा प्रणालीको सधैँ थ्रेट रहिरहन्छ हेम्दा आवासीय विद्यालयले आज दिनभर गरेका क्रियाकलापहरू र उसले गरेका वार्षिक गतिविधिहरूले पनि के परिभाषित गरेको छ भने कमसेकम हाम्रो भावी उत्पादन हुने नागरिक चाहिँ सकारात्मक सोचका साथ अगाडि बढ्नेछ यो दिशामा लागिरहेको छ भन्ने अनुभूति प्राप्त भएको छ व्यवहारले पनि भोलि प्रमाणित गरोस् कि समाज विकासकै निम्ति समाजलाई सकारात्मक ढङ्गले अगाडि बढाउनकै निम्ति र देशमा फरक आफ्नो क्षमता र प्रतिभा अनुसार योगदान गर्ने फरक नागरिकहरू तयार गरेर देशमा आफ्नो पहिचान कायम गर्न सकौँ यही शुभकामना व्यक्त गर्छु र यो विद्यालयले हालसम्म गरेका सबै प्रगतिहरूप्रति हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्छु एकदमै ढिलो आएँ घडी हेर्दैछु अझै एउटा स्कुलमा यस्तै जानी नजानी बोल्ने चाहिँ निम्ता प्राप्त गरेका थिएँ जाँदै यी कार्यक्रमै सकिन्छ कि जस्तो भइसकेको छ त्यसो भएको हुनाले पनि मेरो भनाइलाई यहीँ छुट्याउँछु र यहाँको शिक्षाप्रतिको उत्साहप्रति पोखरा महानगरपालिका शिक्षा महाशाखाको तर्फबाट हार्दिक नमन व्यक्त गर्छु र बिदा हुन्छु धन्यवाद।